I like you, but you seem like the time to love and believe him and disappear right after this song. So give me the night to show you, hold you. Don't leave me out here dancing alone. हेलो नमस्ते सबैजनालाई र हजुरहरूलाई स्वागत छ मेरो च्यानल नामर एक्समा। र यो भिडियो चाहिँ अहिलेको भाइरल र ट्रेन्डिङ टपिक टिकटकमा काजी र मास्टर नीको बारेमा रहेको छ। मैले यो भिडियो हाल्नुको मेन कारण चाहिँ मैले पहिला पनि काजी र मास्टर नीको लभ स्टोरी सुरुदेखि नै हालेको थिएँ। अन्तिम पार्टहरू हजुरले गएर हेर्न सक्नुहुन्छ। त्यसमा 60,000 सम्म प्लस भ्यू छ। त्यसैले मैले यो भिडियो बनाएको किनकि लभ स्टोरी देखाएर अब एन्डिङ पनि देखाउने छु भनेर। एन्डिङ के भएर भयो त अब जानौँ। यो लभ स्टोरीलाई टिकटकमा भाइरल चाहिँ तामाङ डेभिल दाइले गरेको हो। र अब मेन टपिकमा आउनुपर्दा ब्रेकअपको रिजन के हो र कसरी भयो त भनेर हजुरहरूलाई म भन्न जाँदैछु। र यो काजी भाइ र रनिसा बहिनी रिलेसनसिपमा बसेको भनेर भिडियोहरू अफिसियली पोस्ट हालिसकेको थियो। काजीसँग रिलेसनसिपमा बसेको केही पछि नै रनिसा बहिनीको अरू केटाहरूसँग केही फोटोहरू भाइरल हुन पुग्दछ र त्यही फोटोको आधारमै यो ब्रेकअप भएको हो। रनिसा बहिनीले काजीलाई ब्रेकअप नदिए अर्को बोयफ्रेन्ड बनाएर पोस्टहरू हाल्ने हुँदा उसको फ्यानहरूलाई मन नपरेर आफ्नै फ्यानहरूबाट नि हेट पाइरहेको छ। इक्जाम्पलको लागि केही भिडियोहरू हेरौँ। यो महान प्रेमीहरूको सङ्गत गर्न नसकिने रहेछ दाइ। आजकल त यो हिमाल देख्दा पनि कुनै दुखी प्रेमी ठिङ्ग उभे जस्तो लाग्छ। यो खोला हेर्दा पनि तपाईँकै आँसु बगे जस्तो लाग्छ। म सक्दिनँ दाजु। र यो कमेन्टहरू चाहिँ हजुरले भिडियोलाई पोस्ट गरेर पढ्न सक्नुहुन्छ। यो कमेन्टमा मास्टर नीलाई निकै नै नराम्रो शब्दहरूको प्रयोग गरिएको छ। र यो सब भइसकेपछि चाहिँ काजी भाइको रियाक्सन चाहिँ यस्तो थियो। गाइस जे हुनु भइहाल्यो। अब त्यो कुरामा सबैजनाले इन्ट्रेस्ट नगरिदिनु होला। अब सबैजनाले जे भिडियो हाल्नु भएको छ त्यो सबै भिडियोहरू डिलिट गरिदिनु होला। उसको लाइफ हो होइन, जे गर्नु त्यो आफू सँगै छ। बच्चादेखिको भिडियोमा सबैजनाले मन पराएको म थ्याङ्क यू भन्न चाहन्छु। म सबैजनाले त्यो भिडियोहरू सेयर गर्ने, कमेन्टहरू गर्ने, अब भिडियोहरू हाल्ने। सरी गाइज, हाम्रो जे हुनु भइहाल्यो। अब त्यो कुरोलाई छोडिदिउँ। अब त्यो भिडियोहरू सबै डिलिट गरिदिनु होला भन्न चाहन्छु म चाहिँ। काजी भाइको रियाक्सन चाहिँ यस्तो थियो। निकै नै हेट मिलिसकेपछि काजी भाइ भन्दा अगाडिको एक्स युनिक भन्ने भाइको चाहिँ रियाक्सन के थियो हजुरहरू आफै हेर्नु होला। ओ मेरो केटाहरू अनि मेरो केटीहरू मेडल लिएर आऊ मेडल। हाम्रो मास्टर नि दोस्तलाई मेडल लगाइदिनु परेन। वर्ल्डको खतरनाक प्लेयर दिदीलाई अनि मेरो प्यारो हेटर्सहरू है। पृथ्वी गौलो छ, सबैको पालो आउँछ। बोजेस सबैको पालो आउँछ। अहिले मेरो पालो आएको छ। त्यति बेला मलाई कस्तो लाज भएको थियो। आम्बो चिन्थ्यो मलाई, नचिन्ने होइन। मलाई प्रायः जस्तो नेपालको जुन ठाउँमा पनि एक न एकजनाले चिनेको हुन्छ होइन। अनि त्यो नेपालको एक न एकजना ठाउँले के भनेर चिन्थ्यो भने आम्बो काजी र मास्टर नीको लभ स्टोरीको भिलेन बम काजी आइपुग्यो। मेरो फ्यान्सहरूले भन्दा पनि मेरो हेटर्सहरूले चाहिँ कमेन्ट गर न हौ। आम्मा त्यति बेला मलाई सपोर्ट नगर्नेहरूले। योभन्दा अगाडि हालेको भिडियोमा त के हो, त्यो भिडियो कमेन्टमा त मेरो फ्यान्सहरूको मात्र देख्छु। त्यो हेटर्सहरू त के लाजले भुत्तुक्कै भएको होला होइन। लाजले भुत्तुक्कै कोठैबाट निक्लिन मन लागेको छैन होला, मोबाइलै चलाउन मन लागेको छैन होला है। हाँस्दिउँ कि क्या। अहिलेसम्म पनि कसैले भिडियोलाई लाइक र च्यानललाई सब्सक्राइब गरेको छैन भने लाइक र सब्सक्राइब दुवै गरिदिनु होला। र यो स्टोरीमा हजुरको ओपिनियन पनि कमेन्टमा जरुर भन्नु होला।